स्वतन्त्र पार्टी रासपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्व बनेको छ। शुक्रबार अबेरसम्म चलेको द्विपक्षीय छलफलमा बालेन पक्षले 50% पावर सेयरिङ प्रस्ताव अघि सारेपछि सहमति नजुटेको स्रोतले जनाएको छ। स्रोत पार्टीको सभापति रहने शाहलाई प्रस्ताव गर्ने विषयमा मोटामोटी सहमति बनेको थियो, तर पार्टीको केन्द्रीय समिति गठन र प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेद्वार छनौटमा आधा हिस्साको माग आएपछि वार्ता रोकिएको हो। प्रधानमन्त्रीको प्रस्तावसम्म त कुरा मिलेको थियो, तर संगठनात्मक रचना र उम्मेद्वार चयनमा 50% हिस्साको अडानपछि सहमति भङ्ग भएको स्रोतले जनाएको छ। शुक्रबार सहमति नजुटेपछि बालेन शाहले उज्यालो नेपाल तथा ऊर्जा मन्त्री कुलमान घिसिङसँग छलफल गरेर पुनः वार्तामा बस्न तयारी भएको बताइएको थियो, तर शनिबारसम्म रासपा र बालेन पक्षबीच पुनः वार्ता हुन सकेको छैन। शनिबार बिहान कुलमान र बालेन समबीच छलफल भएको थियो। रासपा स्रोतका अनुसार शनिबार बालेनसँग बस्ने भनिएपछि छलफलको कुनै निश्चित समय तय हुन सकेको छैन। कुनै समूहसँग औपचारिक छलफल भएको छैन। रवि र बालेनबीच पनि आजै वार्ता हुने सम्भावना देखिँदैन। स्रोतका अनुसार समानुपातिक बन्द सूची बुझाउने समय पुस 14 गतेसम्म भएकाले तत्काल हतारिने अवस्था पनि छैन। यता बालेन समूह भने कुलमान घिसिङको प्रतिक्रिया र सहमतिको प्रतीक्षामा रहेको बताएको छ। साथै बालेन पक्षले रेशम चौधरी र जनमत पार्टीका नेता सिकेर राउतलाई समेटेर फराकिलो वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेको छ, जसले सहमति प्रक्रियालाई थप बनाउने बुझिएको छ। मंगलबार रातिदेखि रासपाका राजनीतिक समितिका संयोजक शिशिर खनाल, असीम शाह तथा बालेन समूहका कुमार बेन, स्वकीय सचिव भूपदेव शाह लगायतका नेताहरू बीच लगातार छलफल भए पनि अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकिएको छैन। वैकल्पिक राजनीतिक शक्तिहरू बीचको सम्भावित सहकार्यलाई लिएर चासो बढिरहेका बेला पावर सेयरिङ संगठनात्मक र नेतृत्वको भूमिका बारे देखिएको छ।